नमस्ते सबैजनालाई। आजको यस भिडियोमा म बच्चाहरूले आमाको पेटमै दिशा गरेर हुने समस्याका कारण जुन नेपालको सबैभन्दा इम्पोर्टेन्ट अथवा एकदम महत्त्वपूर्ण कारण हो नवजात शिशुहरूको मृत्युको, आजको यस भिडियोमा म तपाईहरुसँग विस्तृत रूपमा छलफल गर्नेछु र हामीले यो समस्याबाट कसरी हल गर्न सक्छौं यो विषयमा म विस्तृत रूपमा कुरा गर्न गइरहेको छु। प्रायजसो नवजात शिशुहरू अथवा बच्चामा पेटमा आमाको गर्भ हुँदाखेरि बच्चाले दिशा गरेको हुँदैन र बच्चा आत्तियो भने अथवा अक्सिजनको मात्रा कम भयो भने बच्चाले आमाको पेट भित्र नै दिशा गरिदिन्छ, किनभने उसको आत्तिदाखेरि अक्सिजन कम भइदिन्छ। अक्सिजन कम भएपछि आन्द्रा लुज भइदिन्छ। आन्द्रा लुज भएपछि दिशा गर्ने बाटो खुल्छ र उसले जुन दिशा गर्छ आमाको पानी भएको त्यो गर्भमा चाहिँ बाहिर जान्छ र जब ऊ आत्तिएर त्यो पानी खाइदिन्छ उसको त्यो दिशायुक्त पानी सबै फोक्सोभित्र जान्छ। त्यसले गर्दा न्युमोनिया आउने, बच्चाले जन्मिनेबित्तिकै नरुने, सास प्रश्वासमा समस्या आउने, अक्सिजन कमी हुने र बच्चालाई लामो समयसम्म भेन्टिलेटर राख्नुपर्ने बर्थ एक्सपेक्सिया पनि भन्छौँ हामी। यो विषयमा चाहिँ कुरा गरिराख्छौँ र यसले गर्दा धेरै समस्या चाहिँ आइरहेको हुन्छ हाम्रा बालबालिकाहरूलाई चाहिँ। र यो कसरी बचाउन सक्छौँ त? बच्चालाई हामीले पेटमा नै कसरी त्यो आत्तिन्छन् त त्यो कुरा बुझौँ। बच्चा आत्तिने कारण भनेको प्रमुख भनेको अक्सिजनको कमीले हो। र अक्सिजन कमी किन हुन्छ भन्दाखेरि जब त्यो आमाको जुन प्रसव पीडा, त्यो भनौँ न बच्चा हुने डेलिभरीको प्रोसेस लामो भइदियो, प्रोलङ लेबर भयो भने, यदि बच्चा आउने बाटो साँग्रो भयो अथवा आउन सकेन, बेलामा उसको अपरेसन भएन भनेर इमर्जेन्सी अपरेसन गरेर बच्चालाई निकाल्ने त्यो प्रविधि भएन र बच्चाको त्यो मुटुको चालको धड्कन तलमाथि कस्तो भएको छ त्यो कुरा हामीले थाहा पाइएन भने बच्चा आत्तिएको हुन्छ र बच्चाले दिशा गरिदिएको हुन्छ। त्यही भएर समयमै अपरेसन गर्नु पर्यो। यदि बच्चा आउने बाटो क्लियर छैन भने, यदि नर्मल डेलिभरी हुन सकेन भने कमसेकम उसको त अपरेसन गर्नु पर्यो। अपरेसनमा ढिलाइ भयो र अपरेसन पुग्नेसम्म ठाउँ हुनु पर्यो। टाइमली रिफरल भन्छौँ नि, यदि त्यो ठाउँमा सकिँदैन, यदि हामीले डेलिभरी गराउने ठाउँमा अपरेसन गर्ने सुविधा छैन भने अपरेसन गर्ने सुविधा भएको ठाउँमा समयमै पुग्नु पर्यो, रिफरल टाइम राम्रो हुनु पर्यो। यदि त्यो भएन भने नि बच्चाले पेटमै दिशा गरेको कारण उसलाई चाहिँ धेरैभन्दा धेरै समस्याहरू आउँछ। त्यसलाई हामी मेकोनियम एस्पिरेसन सिन्ड्रोम पनि भन्छौँ अथवा यो हिसाबले कडा न्युमोनिया हो। त्यसले फोक्सोलाई असर गर्छ, अक्सिजनको मात्रा राम्रोसँग पुग्दैन र बच्चा आत्तिएर राम्रोसँग सास फेर्दैन र पछि विभिन्न समस्याहरू आउँछ। एनआइसियुमा बस्नुपर्ने हुन्छ, भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ र कयौँको त अझै मृत्यु पनि हुन्छ। र हामीले कसरी बचाउने? जस्तै यो बच्चालाई यदि आत्तिएको कारण मैले भनिहालेँ, रोकियो, बच्चा आउने बाटो रोकियो, प्रसव पीडा लामो भइदियो अथवा त्यो साल भन्छौँ नि, बच्चाको त्यो पेटसँग आमाको जुन प्लासेन्टा जोडिएको हुन्छ त्यो नाललाई जुन रगत र अक्सिजन जाने बाटो नै तपाईँको त्यो सानो अथवा कसियो भने पनि त्यसलाई भन्छौँ हामी, बच्चालाई चाहिँ समस्या हुन्छ र बच्चालाई पेटमा आमाको पेटमा नै दिशा गरिदिन्छ। र हामीले बचाउन सक्छौँ कसरी त भनेपछि आमाको यस्तो कुनै अवस्थाहरू हुन्छ जस्तै आमाको धेरै प्रेसर छ, त्यसलाई प्रिएक्लेम्सिया भन्छौँ, धेरै प्रेसर छ भने पनि बच्चा आत्तिने सम्भावना बढी हुन्छ। त्यसैले आमाको प्रेसरको जाँच राम्रोसँग गर्नुपर्छ। आमाको त्यो 9 महिनासम्मको बसाइमा चाहिँ जुन गर्भमा हुँदाखेरि समय समयमा स्वास्थ्य चौकीमा अथवा अस्पतालमा लगेर आमाको चेक जाँच गरिनुपर्छ। प्रेसर छ, सुगर छ भने बेलामै उपचार गर्नु पर्यो, किनभने तिनीहरूको एकदम हाई रिस्क डेलिभरी हो, उहाँहरूको त चान्स बढी हुन्छ नि बच्चा आत्तिने हुने। त्यही भएर चाहिँ प्रेसर भएको आमालाई कुनै मुटुको समस्या छ, फोक्सोको कुनै समस्या छ, सुगरको समस्या छ भने उहाँलाई राम्रोसँग एएनसी अथवा उहाँलाई जुन हामीले 9 महिनासम्म चाहिँ सरकारले 4 चोटि मिनिमम पनि गर्ने भन्छ, सकेसम्म 8 चोटि गर्ने। 8 चोटि आमाले स्वास्थ्य चौकीमा अथवा स्वास्थ्य संस्थामा चाहिँ आफूलाई देखाउनु पर्ने हुन्छ। र अर्को कारण आमामा कुनै रगत कम भयो भने पनि बच्चा आत्तिने सम्भावना हुन्छ। त्यही भएर हामी आइरन दिनुपर्छ, आमालाई आइरन दिनुपर्छ, आइरन युक्त रगत बढाउने तत्त्वहरू दिनुपर्छ भन्ने कारण थियो। आमाको यदि रगत कम भयो भने पनि बच्चा आत्तिने सम्भावना हुन्छ र त्यसले गर्दा बच्चालाई पनि समस्या भएर उसले दिशा गरिदिन्छ र ऊ आत्तिएर त्यो मेकोनियम एस्पिरेसन सिन्ड्रोम भइदिन्छ। अर्को कारण भनेको आमाले अत्याधिक मात्रामा यदि गर्भमा हुँदाखेरि चुरो अथवा रक्सी खानु भयो भने पनि के हुन्छ भन्दाखेरि आमाको त्यो जुन
प्लासेन्टा अथवा जुन ठाउँबाट आमाको रगत बच्चालाई जाने अक्सिजन पुग्न पर्ने एकदम तन्दुरुस्त कुराहरू पुग्न पर्ने बच्चालाई त्यो बाटो नै समस्या भइदिन्छ। त्यसलाई युटेरो प्लासेन्टल इन्सफिसियन्सी पनि भन्छौँ। त्यही भएर आमाले चुरोट खानु हुँदैन, रक्सी खानु हुँदैन, कथम कदाचित त्यो गर्नु नै हुँदैन। स्वास्थ्य चौकीमा रेगुलरली फलोअप गर्नुपर्छ। यस्तो कारणहरूले नै बच्चा आत्तिने सम्भावना चाहिँ बढी हुन्छ। र अर्को कारण भनेको आमालाई कुनै किसिमको इन्फेक्सन भयो, आमालाई ज्वरो आइरहेको छ, पिसाब पोल्ने समस्या आएको छ, पेट दुखिरहेको छ, गनाउने पानी आएको छ, तत्काल नै स्वास्थ्य चौकी स्वास्थ्य संस्थामा पुगेर उपयुक्त उपचार गर्नुपर्छ। किनभने आमालाई इन्फेक्सन भयो भने बच्चा पनि आत्तिन्छ, आत्तिएपछि बच्चाले पेटमा दिशा गरिदिन्छ। र अर्को कारण बच्चाहरूले पेटमै दिशा गर्ने भनेको आमाले डेट कटेपछि बच्चा डेलिभरी गर्नु। हेर्नुहोस् है, अब कस्तो हुन्छ भन्दाखेरि हामी सकेसम्म बच्चाहरू 40 हप्तासम्ममा डेलिभरी अथवा बच्चा जन्मेको हामी जन्मिने भनेर हामी भन्छौँ डाक्टर साहबहरूले चाहिँ होइन। 40 हप्तामा बच्चा प्रायः जसो जन्माउँछ। यदि बच्चाको यदि डेलिभरी अथवा उनीहरूको अलिकति ढिला डेलिभरी भयो, जस्तै 41 हप्ता 42 हप्ता हुन थाल्यो भने के हुन्छ भन्दाखेरि त्यतिखेर बच्चालाई अक्सिजनको मात्रा कम पुग्न सक्छ, बच्चालाई आत्तिन सक्छ। त्यही भएर आत्तिएको कारण अक्सिजन कम भएको कारण बच्चाहरू जति आफ्नो डेट नागेर बच्चा डेलिभरी हुन्छ अथवा जन्मिन्छन् उनीहरूलाई पेटमै दिशा खाने समस्या हुन्छ। त्यही भएर हामी के भन्छौँ, बच्चाहरूलाई सकेसम्म 40 अथवा 41 हप्ता कट्नु हुँदैन भन्छौँ। त्यही भएर हामीले एएनसीमा अथवा आमालाई यो पनि बुझाउनु पर्छ कि समयमा नै डेलिभरी गर्नु पर्यो। समयभन्दा पछि डेट काट्न थाल्यो भने पनि बच्चाले दिशा गर्छन्। त्यसैले यो एकदमै महत्त्वपूर्ण कारण छ कि बच्चालाई हामीले रोक्न सक्छौँ। यो बच्चाले पेटमा दिशा गर्ने समस्याबाट नि हामीले रोक्न सक्छौँ। र अर्को कुरो भनेको हाम्रो नेपालमा प्रायः जसो अझै दुर्गम ठाउँमा, अझै विकट ठाउँमा चाहिँ घरमै डेलिभरी हुने प्रथा अझै पनि छ कि घरमै डेलिभरी। अब हेर्नुहोस् है, कहिले कहिले बच्चालाई चाहिँ यस्तो पेटमा दिशा गरिहाल्यो भने कमसे कम एउटा स्किल्ड म्यान पावर छ अथवा जो एकदमै तालिम प्राप्त सुरेनीहरू छन्, तालिम प्राप्त सिस्टरहरू छन् अस्पताल अथवा स्वास्थ्य संस्थामा, त उहाँहरूले बच्चालाई के गरी गाह्रो भयो भने कृत्रिम सास दिएर पनि बच्चालाई बचाउन सकिन्छ। सुरुको 3-4 मिनट अझै इम्पोर्टेन्ट हुन्छ बच्चा जन्मिने बित्तिकै। र घरको डेलिभरीमा त त्यहाँ त हाम्रो चाहिँ स्किल्ड म्यान पावर कोही छैन अथवा हाम्रो तालिम प्राप्त मान्छे कोही छैन। र त्यो जुन समय छ नि, मैले 2-3 मिनट भने बच्चा जन्मेको 2-3 मिनटमा यदि हामीले राम्रोसँग कृत्रिम सास दिन सकिएन भने पनि बच्चालाई यो समस्या अथवा यो जुन दिशा खाइहालेछ भने पनि उसलाई चाहिँ झनै बढी समस्या पर्नेछ। त्यही भएर जहिले पनि डेलिभरी अथवा हाम्रो बच्चाहरू जन्माउने भनेको जहिले स्वास्थ्य संस्थामा नै गर्नुपर्छ। हेर्नुहोस्, त्यसमा कुनै गुनासो नै नराख्नुहोस्, घरमा डेलिभरी नगराउनुहोस्। त्यहाँ हामीसँग सामान हुँदैन, स्रोत हुँदैन, स्किल्ड म्यान पावर हुँदैन। त्यही भएर त्यस्तो संस्थामा जानु पर्यो जहाँ सबै कुरा छ, तालिम प्राप्त सिस्टरहरू हुनुहुन्छ, तालिम प्राप्त स्वास्थ्यकर्मी हुनुहुन्छ, डक्टरहरू हुनुहुन्छ, औषधिहरू छ, सामानहरू छ र अपरेसन गर्ने ठाउँ छ। त्यस्तो ठाउँमा जानुपर्छ। र बेसिकली जहाँ आमाको रिस्क फ्याक्टर अथवा उहाँहरूको झन् समस्या जस्तो प्रेसर बढी छ, सुगर बढी छ, उहाँहरूलाई चाहिँ दीर्घकालीन समस्याहरू छ भने त त्यस्तो आमाहरू त झन् हामीले पठाउनै पर्छ ठुलो स्वास्थ्य संस्थामा चाहिँ। र अर्को ठाउँमा अब नेपालको प्रायः जस्तो अब इभन हाम्रै स्वास्थ्य अस्पतालहरूमा पनि के छ, म्याटर्नल वेटिङ होम छ। अथवा यदि टाढाबाट छ, दुर्गमका आमाहरू छन् भनेदेखि उहाँहरूलाई दीर्घकालीन रोग छ र उहाँहरूलाई भनेको समयमा अस्पताल पुग्न पर्ने ढिला छ भने हाम्रो प्रायः जसो सरकारी अस्पतालहरूमा आमा प्रतीक्षालय घरहरू छ। त्यहाँ आएर 3-4 दिन अगाडि नै बस्ने, समयमै नै आएपछि उहाँहरूको समयमा केही समस्या पर्यो भने कमसेकम त्यहाँ डक्टरहरू सिस्टरहरू हुनुहुन्छ, समयमा उहाँहरूको चाहिँ रोग भनौँ समस्याहरू थाहा पाएर बच्चालाई चाहिँ बचाउन सकिन्छ। तर त्यही भएर हामी पूर्व तयारी पनि गर्नुपर्छ क्या। डेलिभरी हुने ठ्याक्क टाइममा जाने होइन। 3-4 जस्तो जसको आमाको अलिक बढी समस्याहरू छ, प्रेसर सुगर बढी छ, उहाँहरू 4-5 दिन अथवा 1 हप्ता अगाडि नै त्यस्तो अस्पतालहरूमा गएर पुग्नु पर्ने हुन्छ। र यो व्यवस्था हाम्रो प्रायः जसो सरकारी संस्थाहरूमा छ। र अर्को कुरा मैले भन्नु नै पर्छ, यो बच्चाहरूलाई चाहिँ दिशा गरेर जुन मैले अघि पनि भनिरहेको छ, स्किल्ड म्यान पावर पनि चाहिन्छ होइन। आमा बच्चा पेटमा नै गाह्रो भएको छ कि छैन भन्ने थाहा पाउने एउटा जाँच हुन्छ, सिटिजी भन्छौँ। त्यसमा चाहिँ हामीले बच्चाको धड्कन हेर्छौँ, आमाको पेटमै बच्चाको धड्कन हेर्छौँ, कस्तो छ, तलमाथि कस्तो भएको छ, उसलाई गाह्रो भएको छ कि छैन भन्ने कुरा थाहा पाउन सकिन्छ।
त्यस्तो संस्थामा जानु पर्यो जहाँ हामीले त्यो खालको जाँच गर्न सकियोस् र त्यो जाँच गरेर यदि बच्चालाई गाह्रो भएको छ भने उहाँलाई कि त डेलिभरी छिटो बढाउनु पर्यो कि त रिफरल राम्रो ठाउँमा चाहिँ पुर्याउनु पर्ने हुन्छ। यो एकदमै इम्पोर्टेन्ट कुरा हो र हाम्रा स्वास्थ्य कर्मीहरू स्किल्ड म्यान पावर चाहिँ के हुन्छ, यो बच्चालाई जन्मिने बित्तिकै रोएको छैन, दिशा गरेको छ र बच्चालाई रुवाउनु अथवा उहाँलाई कृत्रिम सास चाहिन्छ, बच्चालाई कृत्रिम सास दिनुपर्ने हुन्छ। सुरुको 2-4 मिनट झनै महत्त्वपूर्ण हुन्छ उहाँलाई हामीले कृत्रिम सास दिएर बचाउनको लागि। त्यो खालको स्किल पनि पाउनको लागि हाम्रा स्वास्थ्य कर्मीहरू पोख्त हुनुपर्छ र बच्चालाई गाह्रै भयो भने बल्ल एनआइसीमा लैजान्छौँ हामी, बच्चालाई अक्सिजन दिनुपर्ने हुन्छ, सर्फेक्टेन्ट पनि दिनुपर्ने हुन्छ, बच्चालाई भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ, सिप्याप भन्ने यस्ता विभिन्न तत्काहरू छन्, उपचारका तत्काहरू हामी। त्यही भएर हाम्रो यो एनआइसीको विकास पनि आवश्यक छ। सबैभन्दा इम्पोर्टेन्ट भनेको यो बचाउने भनेको चाहिँ हेर्नुहोस्, जस्तो जे भने आमाले राम्रोसँग त्यो 9 महिनाको समयमा राम्रोसँग उपचार पाएको छ, उहाँको जे रिक्सहरू छ नि त्यो हामीले थाहा पाउन सक्यौँ। जस्तै उहाँको चाहिँ प्रेसरहरू बढिरहेको छ नि, समय समय प्रेसर हेर्नु पर्यो, प्रेसरको औषधि खानु पर्यो, सुगर बढी छ भने सुगरको औषधि लिनु पर्यो। यदि हामीले 9 महिनाको गर्भमै राम्रो उपचार गर्न सक्यौँ भने हामीले प्रायः जसो समस्या जुन बच्चाले पेटमा दिशा गर्ने समस्या त्यो हदसम्म धेरै नै कम गर्न सक्छौँ कि। जस्तो नेपालको कन्टेक्स्टमा के हुन्छ भने बच्चाले दिशा गरिहाल्यो भने नेपाल विदेशभरि नै के हुन्छ, 10 देखि 15% बच्चाले पेटमा दिशा नै गर्छ, नआत्तिनुहोस्। तर दिशा गर्दैमा बच्चालाई गाह्रो हुने नहुने भनेको चाहिँ त्यो संस्थाले चाहिँ कसरी उपचार गर्न सक्छ बच्चालाई सुरुको फेजमा। त्यही भएर हाम्रो गरिब जस्तो देशमा 11 देखि 30% सम्म बच्चाहरूलाई चाहिँ यस्तो न्युमोनियाहरू नि यस्तो भेन्टिलेटरमा राख्नुपर्ने समस्या बढी छ क्या। त्यही भएर म अझै पनि के फोकस गर्छु नि, आमाले त्यो 9 महिनाको उपचार राम्रोसँग गरोस्, एएनसी केयर राम्रो हुनु पर्यो हैन। त्यो बेलामा चाहिँ प्रेसर सुगर हेरिराख्नु पर्यो, बच्चाको धड्कन हेरिराख्नु पर्यो, आमाले भिडियो एक्सरे गरिराख्नु पर्यो, पानी कम कतिको छ, आमा बच्चाहरू राम्रोसँग चलेको छ कि छैन, बच्चाको राम्रोसँग उसको वेट बढेको छ कि छैन, त्यस्ता कुराहरू चाहिँ हेरिराख्नुपर्छ, समयमा उपचार गर्नुपर्छ र हाम्रो स्वास्थ्य संस्थाहरूको चाहिँ इक्वली इफेक्टिभ हुनु पर्यो। हाम्रो स्वास्थ्य कर्मीहरू पनि ब्याग एन्ड मार्क्सहरू गर्न त्यो इफेक्टिभ हुनुपर्छ भनेर त्यो सल्लाह दिन्छु। सिटिजी मोनिटरिङ गर्नुपर्छ, आमालाई बच्चालाई गाह्रो भयो कि छैन भने त्यो सिटिजी पनि समयमा उपचार गर्नुपर्छ। सबैभन्दा इम्पोर्टेन्ट गाह्रो परेको केस छ र आमाको कोही गरी त्यो रिस्क फ्याक्टर बढी छ भने त्यस्तो केसहरूलाई हामीले समयमा चाहिँ रिफर गर्नुपर्ने छ। उपयुक्त ठाउँमा रिफर गरेर मात्रै हामीले नवजात शिशुहरूलाई चाहिँ बचाउन सक्छौँ र यो धेरै जस्तो बचाउन सक्ने अवस्था हो। 9 महिनाको समयलाई हामीले राम्रोसँग आमाको हेरविचार समय गऱ्यौँ भने मात्रै भने पनि हामीले आफ्ना बच्चाहरूलाई बचाउन सक्छौँ। आमाको कुनै इन्फेक्सन छ भने समयमै उपचार गर्नु पर्यो र राम्रो र उपयुक्त ठाउँमा जहाँ सिएस अथवा अपरेसन गरेर बच्चाहरूलाई बचाउन सकिन्छ त्यो ठाउँसम्मको पुर्याउने जिम्मेवारी पनि हामी सबैको हुन्छ। यति भन्दै यो भिडियोलाई धेरैभन्दा धेरै मानिसहरूलाई सेयर गरिदिनु हुन, यो जानकारीमूलक भिडियोलाई पुर्याइदिनु हुन पनि हार्दिक अनुरोधका साथ आजको यस भिडियोलाई अन्त्य गर्दछु। धन्यवाद, नमस्ते।